जय हिंद दोस्तों, नमस्कार। मैं आप लोगों के लिए एक वीडियो लेके आया हूँ जो कि एक महिला की है। और आप इस वीडियो को पहले सुने, उसके बाद आप डिसाइड करिए। मोदी सरकार नै आतंककारी आप्रवासी शरणार्थी हो, बुझिस् नि। पहिलो कुरा त यो कुरा ख्याल राख, एकार आओस् त पनि इन्डियाको आतंककारी साम्राज्यवाद त शरणार्थी होस्, बुझिस् नि। इन्डियाको तेरो मेरो यो कार्ड छ त्यो कार्ड छ भनेर नदेखा। मलाई तैँले सिकाउनु पर्दैन, होइन? तैँले मलाई त्यो कुराहरू सिकाउनु पर्दैन, होइन? मैले हरेक कुरा तैँले भन्दा अलिकति नजाने पनि मलाई, होइन, हरेक कुरामा ज्ञान छ, बुझिस् नि। तेरो मोदी सरकार नै विदेशी हो, इन्डियाको मूल निवासी होइन। पनि तेरो जे आइडेन्टिटी भए पनि जे भए पनि तिमीहरूले मोदीले बोकेको तैँले बोकेको सबै तिमीहरूको फ्याक, डुप्लिकेट, बुझ्यौ नि। तँ इन्डियाको भएर बस्नको लागि, मैले तँ भन्यो भने तँ इन्डियाको भएर बस्नको लागि तेरो इतिहास के हो, तेरो स्टोरी के हो, तँ धोती भएर बस्नको लागि र त्यो धोतीको देशमा चाहिँ त त्यहाँको चाहिँ अर्जुनेल इन्डियन भएर बस्नको लागि तेरो हिस्टोरी के हो त? तेरो इतिहास के छ? तेरो पुर्खाहरू कति पुस्तादेखि त्यहाँ बसेर आयो? तेरो त्यहाँको भाषा के हो? तेरो त्यहाँको संस्कार के हो? तेरो त्यहाँको हिस्टोरी के हो भन्, होइन? त इन्डियन अर्जुनेल इन्डियन भएर बस्नको लागि। तेरो मोदी सरकार त अर्जुनेल इन्डियन होइन भने त कसरी अर्जुनेल इन्डियन भइस्? त अर्जुनेल इन्डियन भइस् भने किन नेपाली बोल्छस्? त्यो नेपालीदेखि लेखेको त्यो तामाङ हटा, बुझिस् नि। तेरो त्यो त इन्डियन हुन्छस् भने तँलाई नेपाली नाम राखेर चाहिँ त्यो तामाङ तैँले लेख्न पाउँदैनस्, बुझिस्। तेरो त इन्डियाको आप्रवासी होस्, 100%मा 100% त इन्डियाको आप्रवासी होस्, बुझिस् नि। सिक्किम, दार्जिलिङ, ग्यान्टोकहरू त नेपालको बाहुनले चाहिँ मान्छे सँगसँगै भूभाग पनि बेचेर पठाएको, आप्रवासी बनाएर भारतको सरकारले किनेको। धेरै ठुलो बकबक कुरा नगर। 1 करोड 10 लाख वर्ष अगाडिदेखि नेपालको भूमिमा इतिहास लेखिएको छ, सिक्किम, दार्जिलिङ, होइन, नेपालको भूभाग हो भनेर। 2007 सालको कुरा हो, धेरै पुरानो कुरा छैन, धेरै लामो इतिहास होइन, बुझिस् नि। बक नगर। तैँले तेरो घरिघरि मेरो भिडियो उठाउने हो। नेपालको सरकारको पनि तेरो जस्तै नागरिकता छ, उनीहरूले धार्मिक पूर्जा दिन्छ, हामीलाई बिहेदर त सबै दिन्छ। तर नेपालको क्षेत्री बाहुन, मोदी सरकार सबै हामीले नेपालको मूलवासीहरूले आप्रवासी हो भनेर भन्छौँ। तर हाम्रो जस्तै नागरिकता प्राप्त छ, उनीहरू नेपालमा चाहिँ राज्य चलाएर बसेको छ, तर तिनीहरू नेपालको अर्जुनेल कहिले पनि हुन सक्दैन। मोदी सरकार इन्डियाको अर्जुनेल कहिले पनि हुन सक्दैन, बुझिस् नि, होइन? तिमी पनि इन्डियाको अर्जुनेल, तिम्रो के प्रमाण छ? त्यहाँको हिस्टोरी के छ त इन्डियाको म अर्जुनेल हो भनेर? कार्ड देखाएर हुँदैन, बुझ्यौ नि। मानव अधिकार चाहिँ के हो भनेर बुझ्नु पर्यो पहिलो कुरो, होइन? त्यो सेवा सुविधा लिएर मेरो यो कार्डको सेवा सुविधा छ, मेरो यस्तो छ, होइन, म अर्जुनेल भनेर त्यो काम छैन। मानव अधिकार के हो? मेरो ठाउँ जन्मभूमि कुन हो, म कुन भूमिमा जन्मे, होइन, कति पुस्ता चाहिँ मेरो यो चाहिँ, होइन, के छ त इतिहासहरू भनेर बुझ्ने गर बुढो। हेर, इस महिला ने भारत के खिलाफ हर टाइम गलत बयानबाजी किया है। भारत के अगर तेरे को एक व्यक्ति से प्रॉब्लम है तो उस व्यक्ति को तू बोल, जो बोल सकता है बोल, गाली कर, लेकिन तू पूरा भारत को बदनाम मत कर। समझ गया ना? चला, अजीब औरत है। जिस व्यक्ति ने तुझे कुछ बोला है उसको तू जवाब दे, चाहे जो भी बोल। क्या बात कर रहे है तू? मोदी जी भारत के निवासी नहीं है, भारत के गोरखा जो है वो शरणार्थी है। जिस बारे में कोई जानकारी ना हो उस बारे में तू बात ही मत कर। समझ गया ना? उल्टा फुल्टा बात करता है। और तूने जो नेपाली में कहा ना, इन सब लोगों को जो वीडियो बना के तूने जो पोस्ट किया है, मैं तेरे ही नेपाल जाऊंगा। समझ गया ना? तो चलिए दोस्तों, मेरा थोड़ा नेपाली वीक है तो मैं इस महिला को नेपाली में बताऊंगा। और चाहे मेरा थोड़ा नेपाली थोड़ा भूल चूक हो सकता है तो इसके लिए मैं माफ़ी मांगूंगा। तो पहले मैं बता दूं इस महिला को नेपाली से कि अरे तैले मोदी जी भारत को निवासी होइन,
तँलाई के थाहा मोदीको बारेमा? तँलाई मोदीको बारेमा के थाहा? तँलाई मोदीजीको बारेमा केही थाहा छैन भने तँ नबोल। युट्युबमा गएर एक दुईवटा भिडियो के हेरिस् तैँले के सोचिस्? तँलाई धेरै पुरै के भन्छ हिस्ट्री इतिहासको जानकारी प्राप्त भएको छ र तैँले भारतको गोर्खाहरूलाई जे पनि भनिस् गलत भनिस्। तैँले के अरे भारतको गोर्खा जो जतिजना छ सबै भारतमा शरणार्थी हो। तँलाई गोर्खाको बारेमा के थाहा? तिमीलाई के लाग्छ भारतमा जति पनि गोर्खाहरू छ सबै नेपालको हो? जामा लगाउने आइमी जे कुरा त बुझ्दैनस् र जान्दैनस् त्यो विषयमा त कुरै नगर। तँलाई एउटा व्यक्तिसँग प्रब्लम छ, त्यो अमित तामाङ नामको। त्यो व्यक्तिलाई त गएर भन् न के भन्छस्। तर तैँले पुरा भारतलाई र भारतको मोदीजीलाई के भनेको होइन, के भन्नु खोजेको तैँले? फाल्तुको भिडियो नबना। तँ राम्रो भिडियो बनाउँछस् त हामी पनि तँलाई राम्रो जवाब दिन्छु, बुझिस्? त अमित तामाङले तँलाई जे पनि भन्यो मेरो हिसाबले त सही भन्यो। तिमीहरू भारतको सरकार मोदीजीलाई र भारतीय गोर्खाहरूलाई जति के भन्छस् अशब्द व्यवहार र बोली युज गर्छस् त्यस हिसाबमा तिमीहरूलाई त त्यस्तै जवाब दिनुपर्ने। फाल्तु कुरा गर्छस्। जस्तो पाइस् त्यस्तो नबोल। राम्रोसँग भिडियो बनाउँदैछस् बना। त्यो भाइरल हुनुको लागि उल्टा फुल्टा भारतको नाम बदनाम नगर।